हेलो एभ्रिवान, सबैजनालाई मेरो सानो युट्युब भिडियोमा फेरि स्वागत छ। र आजको भिडियो मैले फेरि एउटा सब्जी घुकुनी एउटा घरमा बसेर टाइम पास कुनैसँग पनि खानुको लागि मैले यो रेडी गरेको छु। र तपाईहरुले हेर्नुस्, यो मेरो भिडियो म सबैमा तपाईलाई डिटेल्स दिइहाल्छु कसरी बनाएको छु। इजी मेथड हो, त्यस्तो केही पनि छैन र आरामले घरमा बनाउन सक्नुहुन्छ हैन। मलाई त खाना बनाउनु मन पर्छ। तपाईहरुलाई कस्तो के लाग्छ, तपाईहरुले मेरो यो भिडियो तपाईहरुको छेउमा पुगेको छ भने चाहिँ मलाई कमेन्ट गर्नुहोस् हैन। मेरो भिडियोलाई पनि सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। मेरो इन्स्टा च्यानल पनि छ, त्यसमा पनि तपाईहरुले मलाई फलो गर्न सक्नुहुन्छ। र आजको मैले यो चानाको एउटा घुकुनीको आइटम मैले बनाएको छु। त्यसमा चाना र बदाम अन्त आलु हुन्छ। यसमा हल्का मतलब भन्दाखेरि ग्रेभी निकै हुन्छ। र यो मैले आज बनाएको छु। मेरो एउटा टाइम पास भिडियो मैले हिजो गरेको थिएँ, तर यो एडिटिङ चाहिँ अहिले मैले आज गर्दैछु र तपाईहरुले हेर्नुस्। र यसमा मैले प्याज काटेको छु हो, अन्त तपाईको टमाटर पनि काटेको छु, अन्त अदुवा र तपाईको लसुन चाहिँ छ मैले पेस्ट गरिन। यसलाई मैले कद्दुकस गरेको छु हो। कद्दुकस गरेर ग्रेट गरेर मैले सानो सानो बनाएको छु, किनकि लाइट थिएन, यहाँ मिक्सी पनि चलेको थिएन, त्यसले गर्दा। अन्त यो मैले चाना र यो बदाम भिजाएको छु, अन्त आलु छ, अन्त यसमा सुक्खा खोर्सानी राखेको छु हैन, प्याज। यो सबै मेरो लास्टमा चाहिँ मैले धनिया पत्ता एड गर्नु छु। यो सबै मेरो मर मसलाहरू मैले रेडी गरेको छु। आलु चाहिँ यहाँ गोलो गोलो देख्नु हुँदैछ गोटै हैन। यसलाई मैले बादमा के भन्छ छुरीले मैले काटेको छु, सानो सानो बनाएको छु। र यही छ। अब एकछिन बादमा तपाईको यो म रेडी गर्दैछु। अब म कराई बसाउँछु, त्यसको पछि अब यसलाई त्यसमा चाहिँ म चाहिँ यसमा खाने तेल हाल्छु, सरसोको तेल। सरसोको तेल चाहिँ तेलमा चाहिँ खाना मिठो हुन्छ, त्यसले गर्दा मैले सरसोको तेल युज गरेको छु। अन्त खाना चाहिँ सरसोको तेलमा चाहिँ मिठो हुन्छ, सब्जी जे पनि होस् मिठो हुन्छ। त्यसपछि चाहिँ मैले यसमा जिरा हालेको छु, जिरा पड्काएको छु। जिरा पड्काएर त्यसमा मैले रातो खोर्सानी हालेको छु। तपाईले अप्सनल छ भने रातो खोर्सानी हाल्नु सक्नुहुन्छ। फेरि मैले प्याज हालेको छु। त्यसपछि मैले जुन चाहिँ ग्रेट गरेको अदुवा र लसुनको पेस्टलाई मैले मिलाएको छु। अनि त्यसको बाद मैले यसलाई मजाले भुटेको छु, अन्त मजाले यसलाई चलाएर हैन। त्यसपछि मैले यसमा मसला भन्दाखेरि हल्दी हालेँ, अन्त जिरा मसला हालेको छु, अन्त मैले त्यसमा तपाईको धनिया मसला हालेको छु। फेरि मैले लास्टमा खोर्सानी हालेको छु, अन्त मैले काटेको टमाटर पनि यसमा एड गरिदिएको छु। र यसमा मैले फेरि पानी हालेर हल्का यसलाई चलाएको छु, हल्की मजाले। टमाटर चाहिँ मजाले पाकोस् भनेर मजाले चलाएको छु। त्यसपछि चाहिँ मैले जुन चाहिँ भिजाएको चाना र मटरलाई चाहिँ मैले चाना र यो के अरे बदामलाई चाहिँ मैले हालेर यसलाई एकछिन पकाएको छु। पकाएर त्यसको बाद चाहिँ यसमा फेरि मैले काटेको जुन चाहिँ आलुहरू छ त्यसलाई म एड गर्दैछु होइन। आलु पनि म तपाईँलाई यो हेर्नुहोस् पाकिसकेको छ मोटामोटी, यसलाई हालेर होइन। त्यसपछि यसलाई एड गर्छु। यसरी फ्राई हुँदैछ होइन। यो तपाईँको चानालाई एकछिन तेलमै पाक्नु दिनु पर्यो, मजा आउँछ खाँदाखेरि पनि। हल्दी ग्रेभीमा मजा आउँछ। त्यसपछि तपाईँले चाखेर चाहिँ नुन एकपल्ट कम्ती हाल्नुहोस् होइन, बेसी नहोस्, पछाडि थप्दा हुन्छ होइन, त्यही हिसाबले हाल्नुहोस्। अन्त हल्का आँच गरेर यसलाई